महोदय, निष्पक्ष निर्णायक मण्डल, गुरुवर्ग र देश बनाउँछु भन्ने जोस बोकेका तर हातमा पासपोर्ट लिएर उर्पिएका मेरा युवा साथीहरू, आज म युवा वैदेशिक पलायन अवसर होइन देशको लागि दुर्गति र मस्तिष्क पलायनको पक्षबाट आफ्नो भाग राख्न चाहन्छु। आज मेरो विपक्षी साथीले रेमिटेन्सको कुरा गरेर ताली पाए होला, तर म प्रश्न गर्न चाहन्छु कि एउटा बिरामी आमाको उपचार छोराको पैसाले मात्र हुन्छ कि छोराको ज्ञानले? आज नेपालको विमानस्थलमा दैनिक 3000 युवा बाहिरिँदा दैनिक 3वटा लास बाकसमा फर्किएका छन्। के यसलाई विश्व अवसर भन्ने? यो विश्व अवसर होइन, यो देशको रगतको व्यापार हो। आज हाम्रा डाक्टरहरू अमेरिकामा बिरामी जाँचिरहेका छन्, हाम्रा इन्जिनियरहरू अस्ट्रेलियामा पुल बनाइरहेका छन्, अनि यता मेरो देश सिटामोल नपाएर गरिबै मर्नु परिरहेका छ। हुम्ला जुम्लामा बाटो नभएर हाम्रा आमाहरू सुत्केरी व्यथाले मर्छन्। दक्ष जनशक्ति पलायन हुनु भनेको देशको मेरुदण्डले बाँचिनु हो। तपाईँ भन्नुहुन्छ हामी ज्ञान लिएर फर्कन्छौँ, यो शताब्दकै सबैभन्दा ठुलो झुट हो। तथ्याङ्क हेर्नुहोस् महोदय, गएका मध्ये 2% दक्ष युवा फर्किएका छैनन्। आज गाउँमा मलामी जाने युवा छैन, देश वृद्धाश्रम बनिसक्यो। अर्काको देश चलाउने, आफ्नो देशको माटोलाई लात हान्ने प्रविधिलाई ब्रेन्डेड नबनी के भन्ने महोदय? सभापतिज्यू, अन्त्यमा म मेरो एउटा तितो सत्य र कविता मार्फत टुङ्ग्याउन चाहन्छु। हामीलाई विद्यालयमा पढाइयो जननी जन्मभूमिस्य स्वर्गदपि गरिएसी, तर व्यवहारमा हामीले के गर्यौँ? त्यही आमालाई वृद्धाश्रममा छोडेर डलरको स्वर्ग रोज्यौँ। महाकवि माधव घिमिरेले लेख्नु भएको थियो, नेपाली हामी रहौला कहाँ नेपालै नरहे। आज देश रोइरहेछ, हिमालले सोधिरहेको छ मेरो हिउँ पगालेर पानी बनाउने इन्जिनियर खै। आज तराईले सोधिरहेको छ मेरो माटो खनेर सुन निकाल्ने हातहरू खोइ। त्यसैले मेरो निष्कर्ष यो कवितामा छ जुन हरेक युवाको मुटुमा गज्नुपर्छ। फर्क हे युवा, फर्क, तिमी, यो देशले तिमीलाई डाक्दैछ। तिम्रो पसिनाको थोपाले खाडी होइन नेपाल बाँच्दैछ। अर्काको देशमा नोकर नकर बैसी झुकाउनु पर्दैन, आफ्नै माटो खन्यौ भने भोगोको ही मर्दैन। पासपोर्ट जलाऊ, पौरख जगाऊ, यो धरती हाम्रो स्वर्ग हो। भागेर जाने कायर हुन्, डटेर बनाउने नेपाली वर्ग हो। डटेर बनाउने नेपाली वर्ग हो। धन्यवाद।